नमस्ते, फेरि पनि स्वागत छ तपाईँलाई हाम्रो च्यानलमा। साथीहरू, आजको भिडियोमा हामी चिकन शर्मा रेसिपी देखाउन गइरहेको छु। तपाईँहरूले होटल रेस्टुरेन्टमा शर्मा त खानुभयो होला, तर त्यो शर्मा चाहिँ कसरी बन्छ भनेर चाहिँ म तपाईँहरूलाई आजको यस भिडियोमा देखाउँछु। हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस् र आउनुहोस् हामीसँगै आजको रेसिपी हेरौँ, सिकौँ। सुरुमा मैले चिकनलाई यसरी टक्क पानीमा भिजाएँ साथीहरू। शर्मा चिकन यो चाहिँ बोनलेस चिकन हो। यो स्किनसँग चाहिँ यो कम्पनीबाटै प्याकिङ भएर आउँछ है त। र भिजाएर अब चिकन काट्ने तरिका यसरी हो। एकदम यसलाई मजाले फिजाउने है। चट्ट यो चाक्कु सुताएर यसरी टक्क काट्नुपर्छ। यो चिकन काट्ने तरिका। ल हेर्नुहोस्, काटेर मैले यसरी टक्क जम्मा पारेँ र अझै पनि काट्छु है। म तपाईँहरूलाई राम्रोसँग देखाउँछु। हाम्रो च्यानलमा चाहिँ धेरै भिडियोहरू छ, तपाईँहरूले हेरेर त्यहाँबाट धेरै कुराहरू सिक्न सक्नुहुन्छ निःशुल्क रूपमा। हाम्रो लागि मात्र भिडियोलाई लाइक, कमेन्ट, सेयर र च्यानललाई सब्स्क्राइब गरिदियो भने पुग्छ है त। ल हेर्नुहोस् त, चिकन यसरी काट्ने शर्माको चिकन। ल हेर्नुहोस्, टक्क चिकन यसरी काटेर मैले पुरै जम्मा पारेँ। अब यसलाई हामी के गर्छौँ, वास गर्छौँ। त्यसको लागि हामी जिन्जर एन्ड गार्लिकमा पानी हाल्छौँ र यसलाई पिस्छौँ। र यसको यो जिन्जर गार्लिक पेस्टले चाहिँ हामीले चिकनलाई वास गर्छौँ, धुन्छौँ। त्यसो गर्दाखेरि चाहिँ हाम्रो चिकनमा भएको एकदम फोहोर त के भन्नु, त्यो हल्का ब्याक्टेरियाहरू चाहिँ एकदम मजाले साफ हुन्छ है त। ल हेर्नुहोस्, यो टक्कसँगले यस्तो तरिकाले चाहिँ यो हुँदैछ है त। टक्क हेर्नुहोस् त, यो मजाले पिसिँदैछ। ल रेडी भयो। अब हामी यसले चिकन वास गर्छौँ। त्यसपछि अब हेर्नुहोस् त, टक्क एउटा भाँडामा राख्ने। त्यसपछि हामीले यसलाई वास गर्नुपर्छ। ल यसरी मैले हालिदिएँ जिन्जर गार्लिकको यो पेस्ट भनौँ न, पेस्टलाई। हाम्रो च्यानलमा भएको अन्य भिडियोहरू पनि हेरिदिनु होला र हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनु होला र भिडियोहरूमा लाइक, कमेन्ट, सेयर गरिदिनु होला भन्न चाहन्छु। ल अब यसलाई हामीले यसरी वास गर्ने। हेर्नुहोस् त कस्तो मजाले यो वास गरेँ है मैले टक्कसँगले। हेर्नुहोस् त, टक्क यसको यो पानीहरू निचोर्दै हामीले एउटा सफा भाँडामा राख्छौँ फेरि। ल हेर्नुहोस्, अब हाम्रो यो भयो है। अब हामी मसला बनाउँछौँ। सुरुमा मैले लिएँ योगर्ट, दही है। अब हामीले दहीमा चाहिँ हामी हाल्दैछौँ जिन्जर पाउडर भन्दा अदुवाको धुलो। मसलामा एकदम ध्यान दिएर हेर्नु होला। तन्दुरी मसला, गार्लिक पाउडर, लसुनको धुलो, ब्ल्याक साल्ट, बिरे नुन, कालो नुन पनि भन्छ यसलाई। त्यसपछि हेर्नुहोस् त, यो क्युमिन पाउडर, जिराको धुलो है, ब्ल्याक पेपर, कालो मरिच है, मरिच,
चाट मसला है साथीहरू, यो चाट मसला। त्यसपछि यो तन्दुर मसला है, अर्कै खालको फेरि एक थरी मात्रै हाल्दा नि हुन्छ। त्यसपछि यो छ अजिनामोटो। साल्ट है साथीहरू, नुन। त्यसपछि यो चिकन मसला। त्यसपछि रहेको छ यो फिनेल पाउडर है, स्वाप पाउडर। कस्तुरी मेथी। कस्तुरी मेथी चाहिँ अलिक बढी हाल्नुपर्छ है। ल हेर्नुहोस् त, अब यति गरिसकेपछि हामीले तोरीको तेल, मस्टर्ड ओइल, ल हेर्नुहोस् अब यति गरिसकेपछि अब हामी यसलाई मजाले मिक्स गर्छौँ है। लगभग 10 मिनट जति चाहिँ यसलाई हामीले मिक्स गर्नुपर्छ, किनभने यो एकदम मसलाहरू चाहिँ सबै भित्र जाओस्। त्यो हिसाबले हामीले मजाले अल्छी नगरिकन यसलाई जति मिक्स गरे त्यति नै मिठो टेस्ट आउँछ है त मसलाको। ल हेर्नुहोस्, यो चाहिँ अब एकदमै राम्रो र स्वादिष्ट शर्माको मसला चाहिँ हामीले तयार गर्यौं। अब हामीले अघि राखेको चिकनमा यो मसला हाल्ने, त्यसपछि हामीले यसलाई मजाले मिक्स गर्ने। त्यसपछि हामीले यसलाई चाहिँ एक रात अथवा 4-5 घण्टा चाहिँ स्टोक राख्नुपर्छ है, मसलाहरू मजाले गुस्नको लागि, चिकनसँग मिल्नको लागि। ल हेर्नुहोस्, अब यो मजाले मिक्स गरौँ। ल हेर्नुहोस्, यो चाहिँ हाम्रो भाइ हो, हाम्रो भाइले बनाएको है शर्मा चाहिँ। ल टक्कसँगले हाम्रो मसला पनि रेडी भइसक्यो। अब हामीले टक्क एउटा भाँडामा राख्छौँ। हेर्नुहोस् त, मैले राखेँ। अब यसलाई हामीले एक रात अथवा 4-5 घण्टा स्टोक राख्ने। त्यसपछि हामीले यसरी लगाउने यो स्ट्यान्डमा है। हेर्नुहोस् है, अब यसलाई हामीले फायर गर्नको लागि चाहिँ यो तरिकाले हामीले टक्क यसलाई हाल्ने है। ल हेर्नुहोस्, टक्क हेर्नुहोस् त कस्तो दामीसँगले मिलाएर हाल्यो। यसलाई चाहिँ हामीले स्याट काटेर अझै राम्रो डिजाइन दिन पनि सकिन्छ, तर आज अलिकति हतार भएकोले गर्दाखेरि मैले त्यो चाहिँ गरिनँ है। टक्कसँगले यसलाई चाहिँ मिलाएर हाल्दैछौँ। ल हेर्नुहोस् त, त्यसपछि माथिबाट एउटा सुन्तला काटेर ख्वात्तै हाल्दिने। हेर्नुहोस्, अब हामीले यसरी टक्क हल्का यो फोइलले बेर्ने है, यो मसलाहरू नचुयोस् भनेर हो, किनभने हामीले स्ट्यान्डमा राख्नु पर्यो नि त। ल अब हामीले फिट गरिसक्यौँ है मिसिनमा। अब हामी यसलाई पकाउँछौँ। यो चाहिँ ग्यास वाला मिसिन हो साथीहरू। अब चाहिँ यसमा हामीले शर्मालाई यसरी पोल्ने, पकाउने अथवा के भन्ने यसलाई। ल हेर्नुहोस्, अब यहाँ चाहिँ टक्कसँगले यो फायरिङ गर्ने है, टक्क फायर लगाउने, ठ्याक। ल हेर्नुहोस्, लाइट द फायर भनेको छ है, आगो बाल्नुहोस् भनेको छ। हेर्नुहोस् त, आगो हरर बलिसक्यो है। अब चाहिँ हाम्रो शर्मा पाक्न स्टार्ट भइसक्यो।
ल हेर्नुहोस् यसरी पकाइन्छ शोरमालाई। हेर्नुहोस् त अब चाहिँ यो पाकेर एकदम यस्तो भइसक्यो है। अब साथीहरू हामीले यो अलिअलि यो बाहिरको कालोहरू छ नि यसलाई हामीले अलिकति हल्का काटेर यो फाल्दा हुन्छ। अलिकति ल हेर्नुहोस् अलिकति यसलाई सेट यसरी काटेर यो फालिदिने है। हल्का हल्का धेरै होइन फेरि थोरै। ल हेर्नुहोस् टक्कसँगले यस्तरी अब चाहिँ हामी बनाउनको लागि काट्दैछौँ है साथीहरू। च्याट्टसँगले हेर्नुहोस् त। अब म तपाईँलाई यसको बनाएर त्यसपछि खाएर पनि देखाउँछु। तपाईँहरूले सायद होटल रेस्टुरेन्टतिर शोरमा खानुभयो होला, तर कसरी बन्छ भन्ने थाहा छैन नि त। यसरी बन्छ है त शोरमा चाहिँ। यो चाहिँ एकदमै राम्रो हुन्छ, यो हेल्थको लागि पनि राम्रो हो। त्यही भएर तपाईँहरूले शोरमा चाहिँ खान सक्नुहुन्छ मजाले, तर धेरै होइन, हप्तामा 2टा अथवा एउटा खाँदा चाहिँ एकदम राम्रो। फेरि मिठो भन्दैमा दिनकै खानु पनि त्यति उचित चाहिँ भन्दिनँ म शोरमा चाहिँ। ल हेर्नुहोस् अब चाहिँ ट्याक्क काटेर मैले जम्मा पनि पारेँ। अब हामी यसलाई फेरि अलिकति काट्छौँ। त्यसपछि हेर्नुहोस् त कटिङ गर्ने तरिका यस्तो यो एक साइडबाट एकदम मिलाएर यो सिधा देख्ने गरी काट्नु पर्छ है। त्यो गान्डाङ गुन्डुङ हुने गरी चाहिँ काट्नु भएन। यसलाई चाहिँ एकदम सिधा स्ट्रेट काट्नु पर्यो है। ल हेर्नुहोस् अब त्यसपछि हामीले यसलाई सेट हल्का मसिनो टुक्रा पार्ने। भिडियो कस्तो लागिरहेछ कमेन्ट गर्नु होला। र यो चाहिँ आलुको चिप्स है। यो आलुको चिप्स चाहिँ हामीले टक्क त्यसैमा मिसाएर काट्ने। कसैले चाहिँ अलग्गै पनि हाल्छ होइन, तर मैले चाहिँ एकै ठाउँमा हाल्छु है। त्यसो गर्दा झन् टेस्ट हुन्छ नि त। त्यसपछि हेर्नुहोस् अब हामी बनाउँदैछौँ। अब यसमा हामी हाल्दैछौँ यो सस। यो चाहिँ व्हाइट सस है, नर्मलको सस, शर्माको नर्मल सस। अनि यो चाहिँ स्पाइसी सस। मैले चाहिँ यो मिक्स शर्मा बनाएको है, मिक्स 7 शर्मा भन्छ मैले जुन अहिले बनाइरहेको चाहिँ। यसबाट चाहिँ धेरै शर्माहरू भन्छ ल हेर्नुहोस्। अब मैले यो 7 शर्माको लागि टक्क यो भित्र हालेँ। अनि त्यस पछाडि अब यसलाई सेट लाएर यसरी रेडी पारेर हामी यसलाई टक्क यसरी पकाउँछौँ। एकछिन पकाउँछौँ, सेक्छौँ यसलाई है। योबाट हामीले अरबिक शर्मा, रकेट शर्मा, अब नर्मल शर्मा, स्पाइसी शर्मा, त्यस्तै गरेर जति पनि शर्माको भेराइटीहरू छ सबै यसैबाट बन्छ। र तपाईँलाई चाहिँ कुन खालको शर्मा मनपर्छ कमेन्ट गर्नु होला। र हेर्नुहोस् त अब यो चाहिँ एकदमै राम्रो भइसक्यो पाकेर। ल हेर्नुहोस् अब यो साइडमा हल्का बटर लगाइदिने। त्यसपछि यस्तो हल्का दल्ने। त्यसपछि यसलाई चारैपट्टिबाट टक्क मिलाएर हल्का यसलाई सेक्दिने। त्यसपछि रेडी हुन्छ हाम्रो शर्मा। ल हेर्नुहोस् अब लगभग तयार भइसक्यो। आजको भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला। राम्रो लाग्यो भने चाहिँ लाइक सेयर पनि गरिदिनु होला र च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु। र त्यसै गरी अब म चाहिँ यसलाई खान्छु, खाएर पनि देखाउँछु। र अब आगामी दिनहरूमा अझै पनि यस्तो भिडियोहरू आउँछ। र मेरो च्यानलमा चाहिँ अलरेडी धेरैवटा भिडियोहरू छ। तपाईँहरूले त्यहाँबाट हेरेर धेरै नलेजहरू चाहिँ बटुल्न सक्नुहुन्छ एकदम निःशुल्क रूपमा। त्यसको लागि चाहिँ मात्र हाम्रो च्यानललाई सब्सक्राइब गरिदिए मात्रै पुग्छ, अरू केही गर्नु पर्दैन। हेर्नुहोस् साथीहरू अब लगभग तयार भयो। अब यसलाई टक्क हामीले यसरी प्याक गर्ने है। यो प्याक गर्ने तरिका पनि हेर्नु होला। हर चिजको एउटा तरिका हुन्छ र यसको तरिका चाहिँ यस्तो हो, स्याट हामीले घुमाउने। र यसको खाने तरिका हेर्नुहोस् है। अब यसलाई कसरी खाने, अब मैले खान्छु हेर्नु त, क्वाम है। फेरि एकचोटि
ग्वाममै फेरि एकचोटि ग्वाममै ल यसरी खानु होला। थ्याङ्क यू सो मच साथीहरू भिडियो हेरिदिनु भएकोमा। बाई बाई। अब छिट्टै नयाँ भिडियोमा भेटौँला। सी यु अल।